नमस्कार, म विकास पटेल, रमेश सरको भान्जा रोजेश पौडेल। नमस्कार, म प्रशान्त बोहरा, हिपहप डान्सर। नमस्कार, म गायक तथा कलाकार राम ढुङ्गा। नमस्कार सबैजनालाई, मेरो नाम रियाना थापा, म स्टुडेन्ट अनि म टिचर पनि भएँ लास्ट। सो म 11:30 देखि 12:30 को ग्रुपमा सिकाउँछु। नमस्ते सबैजनालाई, मेरो नाम एन्जल राई, म चाहिँ रियानाको साथी। एन्जल राई चाहिँ हामीले आज अतिथि कलाकार बोलाएको हो। तपाईँले कार्टुन क्रुज भन्ने देख्नु भएको छ नि, त्यो बच्चाको त्यसको हिरोइन अहिले ठुलो भइसकेपछि पनि हिरोइन हो, कलाकार हो, सिरियलको कलाकार हो, म्युजिक भिडियोको स्टार हो। मेरो छोरीको साथी, मेरो पनि छोरी एन्जल राई। सम्पूर्णमा नमस्कार, म प्रितम गुरुङ, मेरो घर गोर्खा। म अहिले चाहिँ आस्था कला केन्द्रको प्रशिक्षक पनि हो। त्यो लेभलसम्म त पुगेको छैन कि मैले आफ्नो गुरुहरूबाट जे जति सिकेको छु त्यो पार्ने कोसिस मात्रै गरिरहेको छु। नमस्कार, मेरो नाम शोभा गिरी, म सेन्ट स्टुडेन्ट हो। सम्पूर्णलाई नमस्ते, म विनोद छेत्री, म चाहिँ आस्था कला केन्द्रमा भोकल सिकाइरहेको छु। नमस्कार, म मानवाद प्रौद्योगी, म आस्था कला केन्द्रको स्टुडेन्ट हो। मेरो प्रशिक्षक चाहिँ बालकृष्ण सर हुनुहुन्छ। धन्यवाद। I'm
सबैले भन्थे धाराको पानी साह्रै नै चिसो नखाऊ नानी। सबैजनालाई नमस्कार, म बसन्त तामाङ, आस्था कला केन्द्रको म स्टुडेन्ट हो। रुमालैमा छ मन्द कपुर होइन मायाको सुगन्ध बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल हेरिरौ 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 लाग्यो सुत्दा पनि रातिमा छोट मेरो घाँटीमा बेरिरौ 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 लाग्यो। मेरो नाम कोमल राज शर्मा, थरले म खतिवडा हो। ढल्किदो उमेरमा टुसाएको रहर, ढल्किदो उमेरमा मेरो टुसाएको रहरले म चाहिँ अहिले भोकल क्लासमा विनोद छेत्री सरसँग म चाहिँ बिहानको कक्षा आबद्ध छु। म दीपक केसी, म तारादेवी फाउन्डेसन र नारायण गोपाल सङ्गीत कोषको अध्यक्ष। नमस्कार, म अर्जुन आचार्य। केही महिना चाहिँ बेसिक कार्यक्रमको लागि म रमेश सरकोमा चाहिँ जुम्मा पनि गएँ केही वर्ष अगाडि, अनि गिटार पनि सिकेँ, तर कुनैमा पनि सक्सेस चाहिँ हुन सकेन। रहर गरेँ, अनि के झन्झट, अब कता के जाने फिल्ममा पनि कहिलेकाहीँ म इन्भल्भ हुन्छु, त्यसले गर्दाखेरि पनि बाहिर जानुपर्ने परिस्थितिले गर्दाखेरि मैले भ्याइनँ। अब यो अलिकति टाढा भएको थिएँ रमेश सरसँग, यहाँ जोडिन पाउँदाखेरि धेरै खुसी लाग्यो। रमेश सरलाई धेरै धेरै धन्यवाद। किन यति धेरै माया लाग्छ नि हो सटियो सदाई सटियो सदाई माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते हरेक माथि थालेछ जिन्दगी देखि माटिमा थालेछ आज
हरेक साँझ माटिन थालेछ जिन्दगीदेखि माटिन थालेछ आज भोलि हरेक साँझ जुन बेहुली बनेर आई झिलिमिली तारा साथ लाई जुन बेहुली बनेर आई झिलिमिली तारा साथ लाई रेशमी रातको घुम्टो चारी हेर्छु उसलाई उसमै हराई सोचेको हो गर्न गाह्रो मागेको पाउन जीवनमा धेरै बाटोहरू तर एउटै अपनाउन तिमी जाने भए तिमी लाग्ने भए जाने भए तिमी आउँदै लाग्ने भए म पनि त सँगै आउँला I
बलुको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने बानीले बलुको पानीले आँखा सल्काइ सानीले इज्जत गयो पिउने बानीले पातो बारी सिमी आकाशैमा झुन्छ किलो यो धरतीमा तिमी ल्याउँछौ सोरेर भागमा पाउँछौ र यो दिल छोडेर भागमा पाउँछौ र यो दिल छोडेर भागमा पाउँछौ र यो दिल छोडेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर कमरेमा पटुकी कसेर मुसु मुसु हाँसेकी बसेर रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा रुकुमै कोटा आँखा नि राम्रै हो भन्ने होला भुलो भुलो लाग्यो मलाई सपनीमा भुलो भुलो लाग्यो मलाई सपनीमा मिठो लाग्दैन बिपानी मिठो लाग्दैन बिपानी रोजो लाग्यो मलाई आधे दिनै मिठो लाग्दैन उजेली